सो गाइज अब चाहिँ म रेगुलर बेसिकमा वर्कआउट गर्नेवाला छु किनकि मेरो ज्यान एकदम दुब्लो पातलो छ। अनि सो अहिले चाहिँ मैले एउटा आरा र खुर्पा लिएको छु किनकि बाँस काट्नको लागि हैन। सो मलाई चाहिँ अब दुईटा बाँस चाहिन्छ अनि भाइलाई चाहिँ मैले यता खन्न लाउँदैछु किनकि वर्कआउट गर्नको लागि त्यहाँनिर दुईटा खामा गाड्नु पर्ने छ हैन। सो गाइज हामी दाजुभाइ मिलेर दुईटा खाल्डो नि खनिसक्यौँ किनकि चट्टसँगले अब चाहिँ बाँस काट्नुपर्ने हुन्छ दुईटा हैन। चट्ट अब चाहिँ म बाँस काट्छु साइड साइड पारामा अनि चट्टसँगले बाँस काटेर चाहिँ हामीले टक्क सायद ह्याभिङ नै भन्छ होला त यस्तो तान्ने होइन। सो मलाई पनि थाहा छैन, सो कमेन्टमा तपाईँहरूले भन्न सक्नुहुन्छ है त। सो यसलाई चाहिँ काटेर दुईटा एक साइड साइडमा दुलो बनाउनु पर्ने हुन्छ मैले होइन। अनि त्यही भएर चट्ट यसलाई चाहिँ अनि दुलो बनाएर गाड्नु पर्ने हुन्छ। सो गाइज मैले चाहिँ दुईटै बाँस दुलो नि पाइसकेँ अनि सो अब चट्टसँगले गाडीको चाहिँ अर्को भिडियोमा हेर्न सक्नुहुन्छ है। सो पार्ट 2मा। सो अब चाहिँ रेगुलर मिनी ब्लग आउँछ है। सो पार्ट 2मा हेर्न सक्नुहुन्छ अर्को चाहिँ।